युग पुरुष भरत जगमजी हाम्रो साथमा हुनुहुन्छ। भरत सर, यहाँलाई हार्दिक स्वागत छ। हस्, धन्यवाद। आराम हुनुहुन्छ सर? ठिकै छु। अब चैत्र 15 गतेको घटनामा यसो परतिरबाट हेर्न म पनि पुगेको थिएँ भन्नुहुन्थ्यो तपाईँ। मञ्चमा त तपाईँ जानुभएको थिएन, तर मञ्चमा बसेकै आधारमा खेमराज शेर्पालाई पक्राउ गरिएछ, थाहा पाउनुभयो? थाहा पाएँ, मेरो साथी हो, हाम्रो काका है। मेरो त एकदम मित्र, अहिलेदेखिको होइन, आजभन्दा 50 वर्षदेखिको मित्र। उनी स्कुलमा मास्टर थिए, नुवाकोटमा। हेडमास्टर? हेडमास्टर, मास्टर हेडमास्टर एउटै त थिए होइन। काङ्ग्रेसमा लागेका थिए, पछि काङ्ग्रेसमा काम गर्दै जाँदा कृष्णप्रसाद भट्टराईको नजिक पनि भयो उनी। एक किसिमको कृष्णप्रसाद भट्टराईका नजिक हुने मध्येको एकजना मान्छे तिनी हुन्। कृष्णप्रसाद भट्टराईको त राजनीतिक सल्लाहकारै थिए। राजनीति र राजनीतिक सल्लाहकार लिने खालको कृष्णप्रसाद भट्टराई यसरी होइन। हेर्नुहोस्, ऊ आफै राजनीतिज्ञ, कसैले भने नबुझ्ने है, अर्काले भने बुझ्दै नबुझ्ने र आफ्नो कुरो चाहिँ नि अर्कालाई बुझाउनु पर्ने। कृष्णप्रसादजीको त्यस्तो चाहिँ आदत, सल्लाहकार चाहिँ भन्ने बेकार हो। नजिकबाट मतलब के किसुनजी भने आज पान चपाइयो, खुब मजा आयो भनेपछि होस् किसुनजी गरेर चाहिँ नि सही थाप्ने हो किसुनजी अगाडि गएर। तपाईँ चाहिँ त्यति क्लोज हुनुभयो नि कृष्णप्रसाद? किन नहुनु, म त्यत्तिकै क्लोज थिएँ। किसुनजीको आदत त बताइरहेको छु त अहिले। किसुनजी कसैको कुरा सुन्ने मान्छे होइन, कसैको कुरा सुन्नु होइन। के सम्झ्याछ तिमीले मात्रै जानेछ, टुप्लाएर बस्यो त्यहाँ भनिदिन्छ ठाडै सिधै। कहाँ सल्लाह दिनु त कुरै आउँदैन। उस नजिकै बस्ती गफ गर्ने, किसुनजी ठट्टा गर्ने है। अनि त्यसपछि अब मजाक गर्ने के मजाक। एकचोटि मेरो छोरो गएको थियो किसुनजी कहाँ। किसुन छोरोलाई चाहिँ नि उसमा पढ्नुपर्ने, इन्डियामा चाहिँ नि मतलब के भने इन्जिनियरिङ पढ्नुपर्ने अथवा इन्डिया प्लान्टमा जानुपर्ने भन् न। किसुनजीले सिफारिस गर्नुहुन्छ कि भनेर गयो। को तपाईँ भरत जङ्गमजीको छोरा होइन हो? भरत जङ्गमजीको छोरा पुगेको तपाईँलाई किन चाहियो स्कलरसिप? अनि होइन, म इन्डियामा पढ्ने। हेर्नुहोस्, म पनि मतलब के भनेदेखि इन्जिनियर बन्न चाहन्थेँ, तर बिएचयुमा गएको बुझ्नुभयो। मैले के आर्ट्स पढ्नु पऱ्यो। बल्ल 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 बिए पास गरेर एमए जोइन गरेँ। बडो गाह्रो छ इन्जिनियरिङ, नपढ्नुहोस् इन्जिनियरिङ। अब इन्जिनियरिङ पढ्छु भनेर गएको छोरालाई नपढ्नु इन्जिनियरिङ काम छैन भनेर पठाइदिनु भयो। माइन्ड डाइभर्ट गरेर पठाइदिनु? माइन्ड डाइभर्ट गरेको त्यस्तै ठट्टा गरिदियो। उहाँको कन्भिन्स हुनुभयो? कहाँ कन्भिन्स हो, इन्जिनियर गरेर आयो। इन्जिनियर गऱ्यो, मतलब इन्डिया गएर रिजनल इन्जिनियरिङ कलेज तपाईँ कलकत्ताको वर्धमान दुर्गापुरमा इन्जिनियरिङ गरेर आयो। त्यसपछि अब एमबिए गयो, अहिले आफ्नो काम गरिरहेको छ। भनेको मतलब के भने कि अब किसुनजीको कुरा गर्दा किसुनजी त्यस्तो ठट्टा गर्ने कि, र आफ्नो मनमा लागेको र जसै हुन्छ मान्छेलाई कन्भिन्स गराउनु पर्ने। उहाँ कसै पैसा हातले छुँदैन थियो नि किसुनजी हो यो कुरा? अनि पैसा किन हातले छुनु पऱ्यो? सबै खानपिन यताउता चिया पान सान चट्ट अर्काले दिएपछि मसक्क खाइदिने हो। आफ्नो हातले चाहिँ पैसा छुँदैन थियो भन्ने सुने। होइन, पैसा त उनलाई चाहिँदै चाहिने, के पैसा सन्त हो नि त, उनलाई पैसा किन चाहियो हो नि त। दाल भात तरकारी अब तपाईँको चाहिँ नि उसका के अरे भान्जाको बजी भान्जी बुहारीले पकाइहाल्थ्यो है, भान्जाले पकाइहाल्थे। त ध्रुव दाई भन्ने हाम्रो दाई हुनुहुन्थ्यो होइन, ध्रुव उहाँको भान्जा हो। ध्रुव दाईसँग मेरो सम्बन्ध भएको हुनाले अब म पनि एक किसिमको भान्जै परेँ। कहिलेकाहीँ मामाबाट म तपाईँको मामा होइन भरतजी, तपाईँ त एकदम मेरो साथी भन्ने हुन्थ्यो। त्यस्तो के रमाइलो गफ गर्ने कि रमाइलो त अरू केही होइन। खेमराज शेर्पाको कुरा गर्दा नि त्यो मञ्चमा चैत्र 15 गते मञ्चमा बसेकै भरमा खेमराज शेर्पालाई पक्राउ गर्ने हो भने मञ्चमा भाषण गर्नेहरूलाई चाहिँ पक्राउ नगर्ने त्यो पनि होला नि, लाइनमा होला नि त। अहिले बताउनु सकिन्न नि, उनीहरूको प्लान। अरू पनि व्यक्तिहरू थिए क्या, तर खेमराज शेर्पाको न ढुङ्गा हानेको भिडियो आयो, न कसैलाई भड्काउ भाषण दिएको भिडियो आयो, न अराजक अभिव्यक्ति दिएको भिडियो आयो। उहाँलाई चाहिँ समातियो। त्यो तपाईँले भन्नुभएको थियो नि पाइन्ट 2टा चाहिँ प्रदीप दाइले किनिदिएको भनेर। त्यस्तै गरी औँठी 75,000को चाहिँ मैले किनिदिएको थिएँ। आर्जु राणासँग बिहा हुँदाखेरि चाहिँ देउबालाई औँठी मैले किनिदिएको थिएँ भनेर उनले पटक पटक इन्टरभ्यूमा भने पछाडि त्यसकै प्रतिशोध चाहिँ अहिले देउबाले साँधे भनेर केही अनलाइनहरूले लेखेका छन्। त्यो त होइन होला, त्यस्तो प्रतिशोध सान्ने मान्छे पनि होइन देउबाजी होइन। देउबाजीको बारेमा मैले पनि धेरै बोलेको छु नि, म त मेरो पनि साथी हो, नजिकै साथी हो देउबाजी। मेरो घरमा आउनुभएको छ होइन, कैयौँ पटक। उहाँले जहिले भेट्दा नि मलाई सौहार्दपूर्ण तरिकाले के छ भरतजी भन्नुहुन्छ। कतिले मतलब मेरो विरोधमा चाहिँ मतलब देउबाजीका कुरा लगाउन गए। देउबाजी प्रधानमन्त्रीजी सभापतिजी तपाईँलाई चाहिँ मनपर्दो गाली गरिदिन्छ भरतजी। नगर भरतजी मेरो साथी हो।
भनेर पठाउनु भएको मैले थाहा पाइसकेँ भन्न त्यस्तो छैन। देउवाजी राम्रो मान्छे हो। त्यस्तो मेरो विचारले त्यो 75,000को कारणले गर्दा देउवाजीले सेनाईलाई गरे होइन। सेनाई पनि साथी हो उहाँको है। देउवाजीको म पनि साथी हो, सेनाई पनि मेरो साथी हो। अब सेनाईजीलाई किन चाहिँ गरियो भन्ने कुरा अब मलाई पनि थाहा भएन। अनि त्यो मञ्चमा त बुद्धिमान तामाङ पनि म पुगेको थिएँ, राजाको फोटोभन्दा ठुलो दुर्गा प्रसाईको फोटो देखेर म त त्यहाँबाट भागिहालेँ भनेर संसदीय समितिमा गएर उनले बोलेका छन्। त्यो मञ्चमा बसेकै आधारमा पक्राउ गर्ने हो भने बुद्धिमान तामाङलाई पनि त पक्राउ गर्नु पर्यो। खुसबु ओलीले भाषण दिइरहेको भिडियोहरू सार्वजनिक भएको छ, उनलाई पक्राउ गर्नु पर्यो। रमा सिंहलाई पक्राउ गर्नु पर्यो। अनि मान्छे हेरेर अनुहार हेरेर पक्राउ गर्ने त बिचरा 72 वर्षीय बा हेर्नुहोस् त। होइन 72 भन्दा अलिक बढी 75 हुनुभयो होला। मभन्दा अलिक कान्छो हो, मलाई दाइ भन्नुहुन्छ सेनाईजी होइन। अब मलाई दुःख लागेको कुरा के भने नि, म औषधि लिन जान्छु, मेरो घरमा गएर औषधि लिएर आउँछु भन्दाखेरि पनि पुलिसले प्रहरीले चाहिँ औषधि दिएन अरे। बहुत दुःख लाग्यो मलाई। त्यो कमसेकम एउटा मानवीय आधारमा पनि ठिक छ, औषधि लिने, कपडा लिने, टुथपेस्ट लिने होइन, मतलब के भने आफ्ना सामानहरू, तेल, दारी काट्ने, अहिले मानवीय बिहान सबै उठेपछि एउटा बुढो मान्छे के चाहिन्छ नि त। त्यो नहुँदा कस्तो हुन्छ? राति सुत्नुमा टाउकोमा टोपी लगाएर सुत्नेवाला कोही होइन, कसैलाई चाहिँ मतलब के स्वेटर टन्न लगाएर सुत्नुपर्ने हुन्छ। त्यो कुरो त मतलब किन व्यवस्था गर्ने हुन्छ? रातभरि निद्रा लागेन भने तपाईँको अर्को रोग लाग्छ। त्यसैले उहाँलाई चाहिँ जुन पनि अमानवीय व्यवहार गर्यो नि त्यो चाहिँ मलाई एकदमै राम्रो लागेन। सेनाईजी राम्रो मान्छे हो, हेडमास्टर हुनुभएको, मास्टर हुनुभएको, काङ्ग्रेसमा नजिक हुनुभएको, किसिमजीको अति नजिकको प्रिय मान्छे हो उहाँ। र अब काङ्ग्रेसमा पनि मतलब के भने एउटा भनौँ न ठुलो तहमा नपुगे पनि काङ्ग्रेस हो भन्ने कुरा सबैले रिकगनाइज गरेको मान्छे हो। अहिले आएर राज संस्थाको आवश्यकता बोध गरेको छ उहाँले। राज संस्थाको आवश्यकता त सबैले बोध गरिसक्यो, काङ्ग्रेसभित्रकै मान्छेले पनि बोध गरिसके। अब शेखर कोइरालादेखि लिएर को अहिले राज्य संस्थाको लागि अहिले कोकाल गरिरहेका छैन भन्नुहोस्। अब मैले आज 16 वर्ष हो अनवरत राज संस्थाको लागि मतलब कोकाल गरिरहेका छु कि राज संस्था बिना नेपालको कल्पनै गर्न सकिन्न भनेर भनिरहेको छु। मैले मात्र भने होइन, किशुनजीले भने हो। किशुनजीले के भन्नुभएको छ भने नेपालमा राज संस्थाको बिना र नेपाललाई मतलब राख्नै सकिन्न कुनै हालतले भनेर चाहिँ गिरिजाबाबुलाई चाहिँ मतलब के भने ठेट गरेर पठाएको उहाँले है। तर गिरिजाबाबुले मान्नु भएन। आखिर किशुनजीले काङ्ग्रेसै छोडिदिनु भयो होइन, गणेशमानजीले पनि काङ्ग्रेस छोड्नुभयो लास्टमा यही राज संस्थाको लागि होइन। र अब राज संस्थाको आवश्यकता बोध सबैले गरिरहेका छन्। त्यति मात्र होइन, लालकृष्ण अडवाणी तपाईँ मतलब के भने भारत मित्र राष्ट्र भारतको चाहिँ मतलब के भने ठुलो मतलब के भने एउटा उपप्रधानमन्त्रीसँग हुनुभएको मान्छे हो, ठुलो राजनीतिज्ञ पनि हो, भाजपाको चाहिँ मतलब के भने एउटा मतलब के भने शीर्ष नेता पनि हो। राम मन्दिरको केसमा उहाँलाई त्यत्रो लान्छना लागेको छ, अहिले पनि कोर्टले सफाइ दिइसकेका छैन। त उहाँ जस्तो मान्छेले पनि आफ्नो स्वर्ण मतलब आत्मकथामा लेख्नु भएको छ नेपालमा राज संस्था बिना नेपालको परिकल्पनै गर्न सकिन्न भनेर प्रश्न लेख्नु भएको छ भने राज संस्थाको अपरिहार्यतालाई किन नबुझेको यो सरकारले मैले चाहिँ बुझेको छैन। त्यसैले मैले अहिले आएर इन बिट्विन चाहिँ कुरा निकालेँ नि। तपाईँलाई पहिले पनि भने अब तिमीहरू मरे पनि मतलब के भने गणतन्त्र नछोड्ने हो, ठिक छ, त्यसो भए हामीले पनि मान्यौँ गणतन्त्र राज संस्था सहितको गणतन्त्र गरौँ न त। यसमा चाहिँ डायलग गरौँ, होइन भने कुन किसिमको सिस्टम चाहिँ व्यवस्था गर्नुपर्छ, कसै राजनीतिक चाहिँ मतलब के भने थ्योरीहरू अथवा चाहिँ सिद्धान्तहरू तयार गर्नुपर्छ, हामी गरौँ। होइन त्यति चिन्ता लिनुपर्ने अवस्था छैन। पछि 15 गते राज संस्था फर्किहाल्छ, किन बेकारमा चिन्ता लिनु? कसले भने फेरि? जगमान गुरुङले भने फेरि ल जेठको 15 गते राज संस्था फर्किन्छ भनिसकेको छ। उहाँ चाहिँ ज्योतिषी पनि हो होइन, त्यो दिन राम्रो किसिमको मुहुर्त होला होइन, त्यस कारणले उहाँले भन्नुभयो होला। तर यति चाँडै चाहिँ नि मतलब के भने पहिला ज्योतिषी त बाहुनहरू मात्रै हुन्थ्यो, आजकल छेत्री पनि होइन गुरुङ पनि सबै ज्योतिषी हो। उहाँ ज्योतिषी विद्वान मान्छे हो, मेरो मित्र पनि हो है। त्यस कारण जगमानजीलाई यसरी नहेर्नुहोस्, उहाँलाई अहिले नेपालको धेरै ज्ञाताहरू अथवा ज्ञानी मान्छेहरूले उहाँ ऋषि तुल्य हुनुहुन्छ पनि भनिएको छ होइन। ऋषि तुल्य भनेको हुन्छ, उहाँको एक दुईवटा विवादित अन्तर्वार्ता नहेरिन्जेलसम्म मान्छेले त्यो भन्छ, एक दुईवटा पुरानो अन्तर्वार्ता हेर्नुपर्छ अनि थाहा हुन्छ। होइन त्यो त त्यो हरेकको तपाईँको चाहिँ अलिकति गल्ती त पनि छैन। त्यो एउटा गल्ती हुँदै पनि जीवनभर नै त्यो समाप्त हुँदै त हुँदैन। तर उहाँ एउटा ज्ञाता मान्छे हो, मतलब नेपालको संस्कृति इतिहासमा जानकार मान्छे हो र ज्योतिषी पनि जानकार हो। ब्राह्मणका सम्पूर्ण चाहिँ मतलब के भने कर्मकाण्डहरू पनि उहाँको नलेजमा छ गुरु भइकन। त
त्यस कारणले अब उहाँले त्यसरी भन्नुभयो होला। तर 15 गतेको चाहिँ नि म चाहिँ अब 15 गते भने त आइसक्यो, अब 10-12 दिन छिटो बाँकी छैन होइन। अब त्यो होला जस्तो लाग्दैन। 15-20 दिन बाँकी छ। 15-20 दिन त्यो होला जस्तो लाग्छ। अर्को कुरा चाहिँ वरिष्ठ वामपन्थी नेता प्रगतिशील साहित्यकार प्रदीप नेपालजीको निधन भयो हिजो। उहाँले अन्तिम इच्छा चाहिँ के राख्नुभएछ भने मलाई पार्टीको झन्डा नउडाउनु, श्रद्धाञ्जली सभा पनि नगर्नु भन्नुभएछ कि यो चाहिँ बडो अचम्मको कुरा आयो। त्यो राम्रो, त्यो त कम्युनिस्टहरूलाई चाहिँ नसिहत सूचना हो। त्यो मै हुँ कम्युनिस्टले त यो गर्छ, यत्रो उथलपुथल गर्छ, कम्युनिस्ट मात्र एउटा मात्र यस्तो सिद्धान्त हो जसले मानवको चाहिँ मतलब के भन्ने आवरण चेन्ज गर्छ र सबैलाई चाहिँ सुख दिन्छ भन्ने व्यक्तिहरूलाई सूचना हो। झन्डै नउडाउनु भने पछाडि जसले जिन्दगीभरि कम्युनिस्टको लागि लडेर आफ्नो जवानी अर्पण गरे। टिनेजरमा 15बाट भर्खर 16 लागेको थिए बिचरा, के जाने थिए र भोजपुरमा जन्मेर चाहिँ धरान पढ्न आए। भोजपुरकै हुनुहुन्थ्यो नि? अनि भोजपुरको जन्मे हुनु मेरो साथी, हामी त साहित्यकार हो नि। उनी प्रगतिशील साहित्यकार, उनीभन्दा म प्रगतिशील साहित्यकार, म चाहिँ प्रगतिशील भइन, उनी चाहिँ प्रगतिशील भए, किनभने उनीहरू कम्युनिस्ट ग्रुपमा छ। तपाईँ वामपन्थी हुनु भएन नि? वामपन्थी होइन, म पनि प्रगतिशील साहित्य हरेक साहित्यकार प्रगतिशील हुन्छ। यो म तपाईँको माध्यमद्वारा म साहित्यकारलाई सूचना गर्न चाहन्छु। तर हरेक साहित्यकार, हरेक चाहिँ मतलब के भने एउटा थिङ्कर भनौँ अथवा चाहिँ चिन्तक साहित्यकार हुन्छ, जसले त्यो चिन्तालाई आफ्नो मतलब के भने लिपिबद्ध गर्छ, त्यही हो साहित्यकार। तर हरेक मान्छे त नयाँ नयाँ कुरो मस्तिष्कमा ल्याउँछ, चिन्तन गर्छ, अनि त्यसले साहित्य लेख्छ। अनि सबै प्रगतिशीलै हो नि। कि त चाहिँ यो मतलब के भनेदेखि वामपन्थीले चाहिँ आफूलाई चाहिँ मतलब पृथक चाहिँ देखाएर प्रगतिशील साहित्यकार। अहिले हेर्नुहोस् नेपाल अधिराज्यमा अहिले प्रगतिशील साहित्यकार एउटा ठुलो समूह छ जो एमालेलाई सपोर्ट गर्छ। साहित्यकारहरू अधिक त के त्यही मध्येको हाम्रो यो मतलब प्रदीपजी। यो साहित्यकारमा पनि काङ्ग्रेस एमाले माओवादी छ त। हुन्छ काङ्ग्रेस एमाले माओवादी काङ्ग्रेसले प्रगतिशील भन्दैन आफूलाई, लेख्छ उही। म पनि त लेखेँ, म तपाईँको कालो सूर्य लेखेर आज चाहिँ 15 भाषामा, विश्वको 15 भाषामा गएको कुन चाहिँ प्रगतिशील साहित्यको चाहिँ साहित्य गयो त मलाई देखाइदिनुहोस् त। बडा फुर्ती गर्छन् प्रगतिशीलबाट। हो त्यही प्रगतिशील मध्येको चाहिँ नि हाम्रो प्रदीप नेपालजी हो। उहाँ त मेरो मित्र हो होइन। अब मभन्दा कान्छो पनि हो, 5-7 वर्ष कान्छो पनि हो। हामी अब सँगै लेख्थ्यौँ। तर उहाँ चाहिँ सञ्जय थापाको हिसाबले लुकेर लेख्नुहुन्थ्यो, मनपर्दो लेख्नुहुन्थ्यो, लुकेर लेख्नुहुन्थ्यो। सञ्जय थापा भन्ने नामबाट अन्त यो कम्युनिस्टको एउटा अचम्म छ। हाम्रो भक्तपुरको के अरे नारायणमान विद्युत छे हरिबहादुर श्रेष्ठको नाममा लेख्नुहुन्थ्यो, थाहा छ कि छैन त? थाहा छ। मनोज चौधरी चाहिँ थाहा छ। हरिबहादुर थापाको नाममा चाहिँ लेख्नुहुन्थ्यो। थापा कि श्रेष्ठ? हरिबहादुर श्रेष्ठ नाममा लेख्नुहुन्थ्यो। यिनी चाहिँ नि सञ्जय थापाको नाममा लेख्थ्यो। भनेको मतलब हरेक चाहिँ वामपन्थीले आफ्नो नाउँ पनि निक्नेम अर्को राख्ने, अनि भूमिगत बस्ने र मान्छेलाई दिमाग सर्ट बनाउने। मार्क्सवादी सिद्धान्त अनेक किसिमबाट मतलब के भन्ने, माओवादी यो भन्ने, यो लेनिनवादी यो भन्ने, यसले त विचार गर्ने बित्तिकै जीवन नै अर्को मोड दिन्छ भनेर चाहिँ सबैलाई चाहिँ दिमागमा तालचा मार्दै गए। आखिर के रहेछ भन्ने कुरा देखियो नि। अहिले तपाईँको वामपन्थीमा लाग्ने सिपी मैनाली हेर्नुहोस् त, सँगसँगै यिनीहरू एउटै आन्दोलनबाट उदाएको, यिनीहरू एउटै आन्दोलनबाट उदाएको, एउटै आन्दोलनबाट चाहिँ ऊ फोडेर चाहिँ गएको भाग्यो। तपाईँको के अरे नखुजेल फोड्ने प्रदीप त हो नि। हो 17 जना भागेको थियो त्यतिखेर। झापा आन्दोलनका झापा यिनीहरू चाहिँ धरानका, उनीहरू झापाका। तर यिनीहरू एकै ठाउँमा आए नि पछि पूर्वाञ्चल मतलब चाहिँ जति पनि कम्युनिस्ट केटाहरू छन् त्यो एकै ठाउँमा आएकै पछि कोअर्डिनेसन भन्ने के गर्ने यिनीहरूको। तर हरेक ठाउँ म पनि पुग्थेँ यिनीहरूको चाहिँ। अब यिनीहरू भन्दा मभन्दा अलिकति जुनियर भए पनि यिनीहरू केटाहरूलाई चाहिँ म त कहाँ के गर्छ हामीलाई पनि थाहा हुन्थ्यो नि। तर मलाई चाहिँ त्यो कम्युनिस्ट भनेपछि त्यो मलाई बिपी गोरेलाले मेरो मस्तिष्क चाहिँ लाई ड्यामेज गरिदिएको थियो। भरतजी दुनियाँमा सबै भन्नुहोस्, कम्युनिस्ट नभन्नुहोस् है, यति हो। बिपीले भने मलाई कहिले भन्नुहोस् त? यो 25-26 सालमा जब म उहाँ कहाँ सारनाथमा गएँ नि, भारतमा गइसकेपछि म उहाँलाई भेट्न गएँ। सारनाथमा बस्नु भएको थियो। यहाँबाट छुटेर गएर चाहिँ सारनाथमा बस्नु भएको थियो। उहाँसँग अरू कुरो पनि धेरै भएको छ मेरो होइन। त उहाँले भन्नुभएको थियो सबै कुरो ठिक छ, कम्युनिस्ट चाहिँ नबन्नुहोस् है। काङ्ग्रेस हाम्रो डेमोक्रेसीको चाहिँ सबैभन्दा ठुलो शत्रु भने कम्युनिस्ट।
डेमोक्रेसी उसले जान्दै जान्दैन। अब हेर्छु अहिले ठ्याक्क केपीले त्यही ताल ल्या, ठ्याक्क के जो मतलब के हिजो बिपीले भनेको कुरा केपीले ल्या त, जब कि आफूले डेमोक्रेट भन्छ। गभर्नर देलान जस्तो छैन अहिलेसम्म पनि। अब त्यो काङ्ग्रेसलाई दिइसके भनेर बोल्छन् देउबा, तर उनी दिने छाँटकाट देखाउँदैन। त्यही नि तिनीहरूको मन्डेको डेडलाइन गयो, अब 25 गतिको डेडलाइन छ। लेनदेनको कुरा चाहे देउबाले पाओस् या देउबाको मान्छेले पाओस् या केपीले पाओस्, केपीको मान्छेले पाओस्, पैसा लेनदेन हुन्छ। 1 अरबको लेनदेन छ भनेर चाहिँ यहाँ बाहिर निस्केको छ कुरा होइन। 1 अरब गभर्नरको चाहिँ नियुक्तिमा 1 अरबको चल खेल्थे। अब तपाईँले सुने हो कि मैले तपाईँलाई भनेको भनेको है। त्यसैले 1 अरबको लेनदेनमा अब 50-50 करोड बाँड्ने होला। अब के भन्ने हो भन्दा त के छ यसको उपाय के छ। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ हिजो मात्रै अब प्रदीपजी बित्नुभयो होइन, अनि हिजै बेलुका चाहिँ प्रचण्ड टोयलेटमा लड्नुभयो अरे, गम्भीर घाइते भएर चाहिँ मेडसिटी लग्यो भनिएको छ। अहिले चाहिँ मेडसिटीबाट चाहिँ उहाँ डिस्चार्ज भएर घर जानुभयो भन्ने कुरा आयो क्या। तपाईँको हेर्नुहोस् न, सुशीलदा त्यस्तै गरी टोयलेटमा चिपेर जानुभयो होइन। अर्को को पोस्टबहादुर बोगटी को पनि भन्दै थियो होइन। अनि त्यस्तै गरी अर्को हाम्रो यो आम माफी पाएर छुट्नु भएको थियो नि ढुङ्गेलजी, उहाँ पनि त्यस्तै गरी लडे जस्तो लाग्छ मलाई होइन। यो बाथरुममा लड्ने के हो सर? यो बाथरुममा त अब तपाईँको साबुनको चाहिँ नि मतलब प्रयोग हुन्छ, त्यहाँ चिप्लो हुन्छ होइन, लड्छन्। त्यो त धेरै मान्छे लड्छन् बाथरुममा लडेर। बाथरुममा चाहिँ मर्ने मान्छेको सङ्ख्या चाहिँ मैले सुनेको चाहिँ विजय शमशेर लड्या पहिले। विजय शमशेर अनि प्रसोद शमशेरको भाउ, मोहन शमशेरको छोरो, जो चाहिँ भारतको राजदूत हुनुहुन्थ्यो। विजय शमशेर दिल्लीमै बाथरुममा लडेर मृत्यु भयो। भनेपछि कथा पुरानै रहेछ। धेरै मान्छे लड्छ होइन। प्रचण्ड त त्यत्रो 10 वर्ष जन्मिँदा हाँकेर आएको मान्छे, अनि जब अब बाथरुममा चिप्लेर चाहिँ लड्ला नि त। अब नलड्ने कुरा के छ के मान्छे होइन, मनस्थिति होइन उनको। घिरिङाट लाग्दैन। 17,000 मान्छे मारेको बुम झुरुङ भयो के हो, त्यस्तै त हुन्थ्यो। झ्याट्ट सम्झिनु फेरि मान्छे त हो, एकछिनमा सर्ट भइहाल्छ नि बाबा। जसुकै बलियो भने पनि, जसुको फुर्ती गरे पनि, जसुकै माओवादी र चाहिँ मार्क्सवादको चाहिँ नलेज गरे पनि आखिर मान्छे हो, प्राकृतिक हो। त्यो प्रकृतिको चाहिँ एगेन्स्टमा जानु हुँदैन। मान्छेको वध मान्छेले गर्नु हुँदैन। मान्छेलाई मान्छेको रूपमा चाहिँ मतलब सम्मान गर्नुपर्छ। त्यही त हाम्रो भनाइ हो, हाम्रो सनातनीको भनाइ नै त्यही हो नि। मान्छेको सम्मान गर्नु, ह्युमेनिटिजको चाहिँ सम्मान गर्नु, बादको नाउँमा मान्छे नमार, बादको नाउँमा मान्छेलाई दुःख नदिऊ, बादको नाउँमा मान्छेलाई चाहिँ नपेस। अब अहिले तपाईँको हेर्नुहोस्, राजावादीलाई चाहिँ मतलब के भनेदेखि कारवाही गर्ने भन्ने नीति चाहिँ कार्यक्रम त्यस्तो पनि आउँछ क्या। नीति कार्यक्रम त्यस्तो आउँछ, यो दुनियाँमा कहीँ पनि आउँदैन यस्तो। राजावादी भनेको यही देशका नागरिक होइन, उसले चाहिँ हक नपाउने, बोल्न स्वतन्त्रता नपाउने। अब मैले मेरो संवैधानिक चाहिँ मतलब स्वतन्त्रता अनुसार मैले बोल्न पाउनु नपाउनु, अभिव्यक्तिको स्वतन्त्रता सही छ। पाइएला जस्तो छैन, ऊ खेमराज काकाले लगिहाल्यो। छानी लगिरहेको छ। अहिले त राजावादीहरू मोबाइल अफ गरेर भागिरहेछन्। ल मैले सुने हो भने होला, यहाँ इन्टरभ्यू लिने मान्छे नभएर सब तपाईँको आइसक्यो, बोल्न डराइसक्यो मान्छे। त्यो परिस्थिति भयो नि त। त्यो त तपाईँ एकछिनको लागि हो, कहाँ लगेर राख्ने? तपाईँको चाहिँ अब जेलै छैन, तपाईँको हेर्नुहोस् कति राख्ने भनिन्छ। सबै राजावादीलाई समात्न थाल्यो भने जेल भनिन्छ, जेल भनिहाल्छ। कति छ राजावादी गाउँमा छ नि, तपाईँलाई थाहा छ। जानुहोस् त चियाखानी होटलमा, हरेक गाउँको एउटा जिल्लामा कमसेकम 1000 चिया पसल हुन्छ एउटा जिल्लामा, हो कि न? सदरमुकाममा जानुहोस्, केही नभए 400 चिया पसल छ, त्यहाँ जानुहोस् त। हिजो त म कम्युनिस्ट थिएँ, तर म अब कम्युनिस्ट रहिनँ भन्छ। हिजो म काङ्ग्रेस थिएँ, अब काङ्ग्रेस रहिनँ। मान्छेले जस प्रश्न बुझ्नु थाल्यो कि हिजो चाहिँ कम्युनिस्ट पार्टीमा किन लाग्नु भएको भनेर पुराना कम्युनिस्ट नेताहरूलाई सोध्यो भने उहाँले के भन्नुहुन्थ्यो भने कम्युनिस्ट भनेको गरिबको पार्टी, कम्युनिस्ट भनेको किसानको पार्टी, कम्युनिस्ट भनेको मजदुरको पार्टी भनेर केही सिद्धान्त नबुझिकन, वाद नबुझिकन उहाँहरू लाग्नु भएको। अब अहिले प्रदीपले त्यही सन्देश दिए नि। प्रदीपले के सन्देश दिए भने मैले 15 वर्षको उमेरमा गल्ती साथ कम्युनिस्ट भइछु, अब म कम्युनिस्ट होइन, पश्चाताप छ मलाई मर्ने बेलामा। उनी 73 सालदेखि त बोलचालै बन्द गरे नि, कम्युनिस्टसँग कुनैमा आउँदै आएन नि, निष्क्रिय नै बस्यो नि। अभिव्यक्ति पनि दिएन उनले। तर उनले एउटा कुरो के भने
मलाई कम्युनिस्टसँग मतलब छैन, मलाई कुनै तामझाम गर्नु पर्दैन, कम्युनिस्ट नेता भएर मलाई कम्युनिस्टको झन्डा उडाउनु नि पर्दैन र कुनै केही संविधान दिनु पर्छ। तर भन्दा भन्दै मान्छे धेरै पुग्यो है, त्यहाँ पुग्यो उहाँको श्रद्धाञ्जली दिनको लागि। तर बाँच्दा पो पुग्दैन त, मर्दा त पुगिहाल्छ नि। बाँच्दा त को पुग्यो, बिचरा चाहिँ घिरिक गरेर चाहिँ रहिरहेको थियो यता कता यो उसमा बसेको थिएँ पेप्सीको माथि। त्यसलाई पनि एउटा प्रब्लम हुन्छ, के मतलब के हो भने ब्याङ्क स्याङ्कको प्रब्लम हो। उनको श्रीमती चाहिँ स्कुल चलाउँथ्यो क्यारे, त्यसैको ऋण चाहिँ भएर आर्थिक रूपले उनलाई पछि सतायो भन्ने सुनेको छु। तर पछि मैले भेटिनँ, पहिले सुरुमा चाहिँ म भेट्थेँ उहाँलाई है साहित्यकारको हिसाबले। पछि चाहिँ नि अब कामको बेसी अनि फेरि उनी मान्छेलाई धेरै कुरा गर्ने नरुचाउने भन्ने कुरा सुनेको मैले पछि। किनभने कुरा गर्दाखेरि कम्युनिस्ट कुरा गर्नु पऱ्यो, कसैले कम्युनिस्टलाई नराम्रो भन्छ त्यो पनि सुन्न चाहँदैन, राम्रो भने पनि सुन्न चाहेन भन्दाखेरि ब्रिटिससँग आयो क्या कम्युनिस्टको त्यो चाहिँ त पक्का हो नि। एउटा राम्रो सन्देश के दियो भने नेपालमा कम्युनिस्ट हुने व्यक्तिहरूलाई उहाँले के सन्देश दिए प्रदीप नेपालले भने यो कम्युनिस्ट भनेको ह्युम्यानिटीको लागि, मानव सभ्यताको लागि, मानव उत्थानको लागि, मानवीय विकासको लागि काम नलाग्ने रहेछ भन्ने कुरा सन्देश दियो। त्यो मैले बुझेँ, जो कुरा मलाई आजभन्दा 55 वर्ष अगाडि बिपीले भन्नुभएको थियो।